आज हामी चर्चा गर्दैछौँ इलाम जिल्लाको पश्चिमी भेगमा रहेको देउमाई नगरपालिकाको। देउमाई, जहाँ बजार, संस्कृति र प्रकृति एकसाथ भेटिन्छ। यहाँ धेरै सम्भावनाहरू छन्। मङ्गलबारे बजार, यस क्षेत्रमा हरेक बुधबार हाट लाग्ने गर्छ र यहाँ हाट भर्नको लागि इलाम, माङसेबुङ, फाकफोक्थुम जस्ता विभिन्न ठाउँहरूबाट मानिसहरू भेला हुने गर्छन्। सडक सुविधा नहुँदा पनि बजार सधैँभरि भराउ देखिन्थ्यो, तर अहिले सडक बने तापनि चहल पहल केही कम्ती महसुस हुन्छ। धेरै सम्भावनाहरू हुँदाहुँदै पनि सही उपयोग र अध्ययन हुन सकेको छैन। अझ चिन्ताको विषय भनेको सुविधा र सहजताको खोजीमा मानिसहरू बसाइ सर्ने क्रम बढ्दो छ। तर देउमाई केवल बजार मात्र होइन, यहाँ पानीटार, गुफाथुम्की, सिद्धिथुम्का, झ्याउ पोखरी, कुइभिर जस्ता विभिन्न रमणीय स्थलहरू छन्। हरियाली डाँडाका दृश्य, खोलानालाको मधुर आवाज र ग्रामीण जीवनको सरलताले यहाँको प्राकृतिक सौन्दर्यमा अझ थप टेवा दिने गर्छ। यदि हामीले ध्यान दियौँ भने देउमाई फेरि जीवन्त, रमाइलो र समृद्ध बन्न सक्छ र यहाँको रौनक भविष्यका पुस्ताहरूको लागि अझ चम्किलो स्मृति बन्नेछ।